रातको करिब 11 बजिसकेको थियो। काठमाडौँको एउटा पुरानो घर जहाँ धेरै वर्षदेखि कोही बस्न मान्दैनथ्यो। तर रमेशले सस्तोमा भाडा पाएपछि त्यो घरमा सर्नुबाहेक विकल्प थिएन। पहिलो दिन त केही भएन, तर दोस्रो रातदेखि अजीब घटना सुरु भयो। त्यो रात अचानक ढोकामा ठक 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 आवाज आयो। रमेश उठेर ढोका खोल्न गयो। बाहिर कोही थिएन। उसले सोचे सायद हावा होला। तर फर्केर सुत्न लाग्दा उसले महसुस गरियो कोही उसलाई हेरिरहेको छ। उसले बिस्तारै टाउको घुमायो। कोठाको कुनामा एउटा कालो छाया उभिएको थियो। आँखा जस्तो देखिने 2 चम्किला बिन्दु, तर शरीर स्पष्ट देखिँदैनथ्यो। रमेश डरले जाम भयो। बोल्न सक्दैन, हल्लिन सक्दैन। अचानक त्यो छाया बिस्तारै अगाडि सर्न थाल्यो। तिमी यहाँ किन आयौ? एकदमै धीमा चिसो स्वर आयो। रमेशको शरीर काँप्न थाल्यो। उसले आँखा बन्द गर्यो। जब फेरि आँखा खोल्यो कोही थिएन। भोलिपल्ट उसले छिमेकीलाई सोध्यो। छिमेकीको अनुहार फिक्का भयो। त्यो घरमा पहिले एउटी महिला बस्थिन्। उनलाई त्यही कोठामा मारिएको थियो। त्यो सुनेपछि रमेशले तुरुन्त घर छोड्ने निर्णय गर्यो। तर त्यो रात, अन्तिम रात, उनी सुतिरहेको बेला अचानक कसैले कानमा फुसफुसायो, म त अझै यही छु। रमेश चिच्याउँदै उठ्यो। तर ढोका बन्द थियो। झ्याल बन्द थियो। र कोठामा ऊ एक्लै थिएन।